फ्युज लागू हुन सक्छ। ठुला जुलुस निस्किँदैछन्, बाहिर ननिस्किनु। तपाईँले भिडियो सुन्नुभयो नि, जहाँ चाहिँ हाम्रो खड्गप्रसाद ओली प्रधानमन्त्री, यो देशको प्रधानमन्त्री हुनुहुन्छ अहिले, उहाँले जहाँ चाहिँ चैतको 15 गते जुन हाम्रो एउटा आन्दोलनमा जहाँ चाहिँ घटना घट्यो, 2 जना मान्छे मरे होइन, बिचरा होइन। अब उनीहरूको परिवारलाई कति पीडा भएको होला हामीले सोच्न पनि सक्दैनौँ। तर चाहिँ त्यति बेला कर्फ्यू लाग्न सक्छ, यहाँ चाहिँ झडप हुन सक्छ भन्ने कुरो खड्गप्रसाद ओलीले पहिले भनिदिनु भएको छ। हेर्नुहोस् त, 15,000 भिड आएको छ। अब जति बेला पनि कर्फ्यू लाग्न सक्छ, अनेक हुनसक्छ, घर बाहिरबाट ननिस्किनु होला भनेर खड्गप्रसाद ओली प्रधानमन्त्रीले पहिले उनीहरूलाई थाहा छ कि यो सरासर सरकारले मारेको भन्न चाहन्छु। र जहाँ चाहिँ कार्यक्रम भइरहेको बेलामा अब त्यो अश्रु ग्यास गएको चाहिँ अब त्यो फेक हो अरे होइन। अचम्म, नेपाल प्रहरी पनि सरकारले किनेको छ भन्न चाहन्छु कि साँच्ची कुरो भन्ने हो भने। यो देशमा अहिले एमालेको सरकार छ, काङ्ग्रेसको सरकार छ, दुवै मिलेर अहिले नेपालीहरूलाई पेलेका छन्। जहाँ चाहिँ हेर्नुहोस् त, 2 जनाको मृत्यु भएको छ भने कयौँ मान्छे घाइते भएको छन् यार। अझै एकजना रेबिका एकजना भन्ने एकजना बहिनी त बिचरा अहिले आइसियुमा उपचार भइरहेको छ कि उनलाई दाजु बहिनीले गोली लागेको अवस्था छ है त। यो देशमा हिँड्न पनि नपाउने होइन, जहाँ चाहिँ राम्रोसँग स्वतन्त्र रूपमा हिँड्न नपाउने कस्तो खालको देश हो भन्न चाहन्छु म यार। कस्तो खालको के ती मृत्यु भएका व्यक्तिहरूलाई कस्तो भएको होला, उनीहरूको परिवारलाई एकपल्ट सोचौँ त। यो सरकारले के गर्ला? जहाँ भाटबडी नि भनेको अब त्यो मिन पैसा गुरुङले हुन त 5 लाख 3 लाख रुपियाँ किन के दिनी मरेको भनेर उनी एमाले गर्नु, तिनलाई एमाले यदि दिँदा हुन्छ अहिले शान्त हुन्छ भनेर सायद भनेको होला जस्तो लाग्छ मेरो विचारमा यार। हो भने कि मान्छेको तोल 5 लाख 3 लाखमा हुन्छ यार, अचम्म कुरा यार होइन। साँच्चै नै यो देशमा जसको हातमा सरकार छ उसले अदालत, कानुनदेखि लिएर पुलिसदेखि लिएर सबै किनेको छ। साँच्ची कुरो भन्नुपर्दा खड्गप्रसाद ओलीले केही राम्रो गर्न सकेको छैन। तर पनि केपी बा आई लभ यु भन्दै ती हिँडेका ती झोलीहरू देख्दा, युवाहरू देख्दा अचम्म लाग्छ, ताजुब लागेर आउँछ। त्यस्ता व्यक्तिहरूले पछि गएर नेता बन्यो भने कस्तो खालको नेता हाम्रो बन्ला जस्तो लाग्छ मेरो विचारमा यार, अचम्म के। त्यसैले बहिष्कार गरौँ भन्न चाहन्छु म, यस्ता व्यक्तिहरूलाई बहिष्कार गरौँ भन्न चाहन्छु सबै नेपालीले है त। आज तिनै व्यक्तिहरूले गर्दा आज सारा नेपालीले दुःख पाएको छ है त।